हेलो साथीहरु, सबैजनालाई स्वागत छ आजको यस भिडियोमा। साथीहरु, आज म कुरा गर्नेछु राजा र राज संस्थाको बारेमा। किन नेपालमा राज संस्थाको पुनरागमन एकदमै जरुरी छ, के कारणहरूले गर्दा हैन नेपालमा राज संस्था नै हुन पर्छ भन्ने विषयमा चाहिँ मेरो आफ्ना केही कुराहरू हजुरलाई भन्नेछु र खास गरी म रिक्वेस्ट गर्न चाहन्छु जुन गणतन्त्रवादीका मान्छेहरू छन्, जुन मान्छेहरू राजाको विरोधमा छन् हैन, उनीहरूलाई चाहिँ यो भिडियो प्लिज हेर्नको लागि रिक्वेस्ट गर्न चाहन्छु, किनकि यु गाइज नीड एन एजुकेसन। सुरुवात हामीले केबाट गर्न पर्छ भन्दाखेरि हामी को हौं? हामी नेपाली, नेपालको मान्छे नेपाली। यो पहिचान हामीले कसरी पायौं, कहाँबाट आयो, कसरी सुरुवात भयो? मान्नुहोस् यदि पृथ्वीनारायण शाहले जुन साना राज्यहरूलाई हैन सम्हालेर जोड सबैलाई एकै ठाउँमा लिएर आएर सिंगल नेपाल नबनाइदिएको भए हैन के हुन्थ्यो हाम्रो अवस्था? दक्षिण हिस्सा नेपालको दक्षिणको भेग इन्डियासँग कापिन्थ्यो, हो हैन? र उत्तरतिरको हिस्साहरू के हुन्थ्यो? तिब्बतसँग गाँसिन्थ्यो। त्यो भएदेखि के हुन्थ्यो? तिब्बत भन्नुको भन्दा आजको चाइनाको गुलाम, हो हैन? तल इन्डिया भनेपछि हामी इन्डियाको कुनै राज्यका व्यक्ति हुन्थ्यौं र चाइनाको व्यक्ति हुन्थ्यो। हाम्रो कुनै पहिचान विश्वमा हुनुहुन्थेन, करेक्ट? हामी कसैलाई चिन्थेन, नेपाल भनेर राष्ट्र पनि हुन्थेन, नेपाली भनेर मान्छे पनि हुन्थेन, भारतको इन्डियन भनेर चाहिँ चिनिन्थ्यो। तर पृथ्वीनारायण शाहले हामी सबैलाई सानो राज्यलाई जोडेर एकमुष्ट गरेर सिंगल नेपाल बनाइदिनु भयो हैन। हामीलाई एउटा युनिफाइड कन्ट्री दिनुभयो, एउटा राष्ट्र, विश्वको मानचित्र चित्रमा देश नेपाल भनेर चिनाउनु भयो, हो किन? हामी विश्वभरि चिन्न थाल्यौं, नेपाल, नेपाली, नेप्लिस पिपल, प्राउड पिपल, द ग्रेट नेप्लिस भनेर हामीले त्यसरी चिनाउन थाल्यौं। हामी एउटा नेपाल भनेर पहिचानमा आयौं, देश नेपाल भनेर बनाउनु भयो, हो किन? तर हामीले के गर्यौं? हामीले उनैका नाति नाति उसका सन्तानलाई चाहिँ उनैको घरबाट निकाल्यौं। That's the patriotism, त्यो हो राष्ट्रियता। हामीले गर्ने कुरा त्यो हो हैन? कसको कुरा सुनेर? यही भगवान नेताहरूको कुरा सुनेर हैन? हामीले उनैको सन्तान, उनैको नारी सन्तानहरूलाई उनैको घरबाट निकाल्यौं। त्यो नै हामीले गरेको सबभन्दा ठूलो मिस्टेक थियो। अब चाहिँ यस्तो गल्ती गर्न हुँदैन, ओके? किनकि हामीलाई हाम्रो पहिचान जगाउनु छ, हाम्रो राष्ट्रियता जगाउनु छ हैन? जुन धरोहर, जुन इज्जत पृथ्वीनारायण शाहले दिनुभएको छ, राज संस्था जुन नेपालमा बसिआएको थियो हैन, त्यसलाई चाहिँ पुनर्स्थापना गर्न पर्छ। किनकि राजा छन् त देश छ, प्रजा छ, हो हैन? त्यो हो सबैभन्दा हाम्रो सबैभन्दा पहिलो गल्ती हामीले गरेको। र त्यस कारणले चाहिँ हैन हाम्रो आफ्नो पहिचानको लागि देश जुन व्यक्तिले हाम्रो देश बनायो उसको संस्था, उसको परिवारको संरक्षण गर्न हाम्रो जिम्मेवारी हो। एउटा प्रजा भइसकेपछि हामीले पनि त राजाको साथ दिन पर्यो हैन? तब त एउटा देश बलियो हुन जान्छ। गणतन्त्रवादीहरूले के भन्ने गर्छन् भन्दाखेरि एउटै वंशका व्यक्तिहरूले मात्रै देश चलाउन पाउने, राजा भएर बस्न पाउने, यो हुनु हुँदैन। सामान्य व्यक्तिले पनि भोलि राजा बन्न पाउनु पर्छ, गणतन्त्र आउनु पर्छ। त्यो राष्ट्रपति सामान्य मान्छे पनि राष्ट्रपति भएर देशको हेड बन्न सक्छ हैन? सुप्रिम पावरमा आउन सक्छ भन्ने कुरा गर्छन्। म हजुरलाई के भन्न चाहन्छु भन्दाखेरि हैन, तपाईलाई राष्ट्रपति बन्न पनि जरुरी के छ? तपाईलाई पावरमा आउने हो, देशको नायक बन्ने हो, प्रधानमन्त्री बन्नुस्, चुनाव लड्नुस्, पार्टी खोल्नुस्, जनताको मन जित्नुस्, सक्नुहुन्छ, गुर्दामा दम छ भने आउनुस्, नेता बन्नुस् न, नायक देशको प्रधानमन्त्री बनेर आउनुस् न। तपाईहरुले कसले रोकेको छ? चुनाव लड्नुस्, आउनुस्। तपाईलाई राज संस्था नै किन चाहियो? राजाको गद्दी नै किन चाहियो? जरुरी छैन नि त, हो हैन? तपाईहरुको मूल के गरे सामान्य मान्छे पनि पावर आउन सक्नु पाउनु पर्छ भन्छ, प्रधानमन्त्री छँदैछ नि त, राजा नै हटाउनु पर्छ जरुरी छ र? छैन नि त। सो गाइस, थिंक अबाउट दिस, ओके? किनकि राज संस्था भनेको हाम्रो इज्जत हो। राजालाई जहिले पनि आफ्नो देश र आफ्नो प्रजाको माया हुन्छ। त भोलि आएको के गरे कुन व्यक्ति आउँछ, के गरे प्रेसिडेन्ट बनेर आउँछ, कसलाई के थाहा? देशै बेचिन्छ। अहिले त्यही त भइराखेको छ, हो हैन? नेताहरू त्यही विदेशीका एजेन्ट भएर बसिराखेका छन्, राष्ट्रपति आइराखेका छ,
कुनै बात मतलब छैन त्यसमा के भइराखेको छ के भइरहेको छ। पहिलो कुरा त राष्ट्रपति जुन बनाएका छन् हैन, एउटा क्षमता भएको मान्छे त राष्ट्रपति बन्न पर्यो। राष्ट्रपति पनि त्यही नेताले सेलेक्ट गरेर छानेर राष्ट्रपति बनाएर राखिदिएको सिटमा टप्पा टिपेर राखिदिएको छ। त्यस्तो भइसकेपछि भोलि आउँछ कुनै पनि व्यक्ति आएर राष्ट्रपति बन्न जान्छ, बस्न त्यसलाई बेचिदिन्छ। कुनै त्यसको कुनै के अरे ग्यारेन्टी छ त्यो हुँदैन भन्ने कुरा कुनै ग्यारेन्टी छैन। तर राजा भनेपछि त्यसको ग्यारेन्टी छ, किनकि राजा भनेको राजा नै हुन्छ। राजाले जहिले पनि आफ्नो देश र आफ्नो प्रजा कमाएको हुन्छ, उसले आफ्नो इज्जत कमाएको हुन्छ। किन राजाको भनेको देशको लागि राजा हुन्छ। राजा देश छ त राजा छ, देश छैन त राजा छैन, हो कि होइन? त्यो भएको कारणले चाहिँ यो कुरा तपाईँले बुझ्नु। अर्को कुरा, क्यानाडा, युके, दुबई, साउदी अरब, ब्रुनाई, बहरेन यो देशमा राजा छ। यो देशमा त्यहाँको हेड अफ स्टेट रोयल फ्यामिली नै हो कि होइन? तर यो देश डेभलप छैन, दे आर हाइली डेभलप्ड। त्यसैले राज संस्था हुँदैमा देश डेभलप हुँदैन भन्ने चाहिँ यो गलत तर्क हो, ओके? किनकि राज संस्था र पोलिटिकल सिस्टम फरक हुन्छ। राजा देशलाई डेभलप गर्ने, कसरी डेभलप गर्ने भन्दाखेरि राइट पोलिटिकल सिस्टम हुन पर्यो हैन, राइट इन्फ्रास्ट्रक्चर हुन पर्यो, सही तरिकाको व्यवस्था हुन पर्यो, तब गरेर देश विकास हुन जान्छ, बुझ्नु भएन? र अर्को कुरा के छ भन्दाखेरि तपाईँले हेर्नुहोस्, जब हाम्रो देशमा राजा हुनुहुन्थ्यो, जब राजा थिए, राजा जब विदेश भ्रमणमा जान्थे कस्तो स्वागत हुन्थ्यो, रेड कार्पेट वेलकम हुन्थ्यो। त चाहे बेलायतमा होस्, विश्वको अरू देशमा होस्, रेड कार्पेट वेलकम हुन्थ्यो। त्यो किसिमको एउटा इज्जत थियो नेपाल र नेपालीहरूको। तर आज के छ? आज प्रधानमन्त्री, नेपालको कुनै पनि प्रधानमन्त्री विदेश भ्रमण जाँदाखेरि, कुनै देशमा जाँदाखेरि त्यो देशको राष्ट्रपति प्रधानमन्त्री त छोडिदेऊ, त्यहाँका फरेन मिनिस्टरको पनि सेक्रेटरी आउँछ लिनका लागि, एयरपोर्टमा स्वागत गर्नका लागि। त्यो पनि गर्दैन त, आएको छ गरे जस्तो गर्दै भन्ने किसिमले हुन्छ र त्यहाँ एम्बेसेडर जान्छ स्वागत गर्नका लागि। त्यो हो इज्जत? हाम्रो नेपालीको इज्जत? हाम्रो नेपालीको इज्जत, नेपाल भनेर नेपाल राष्ट्रको इज्जत नै डुबाइसके यो नेताहरूले गर्दाखेरि, नेताको भिख माग्ने बानीले गर्दाखेरि। विदेशी जुन जहिले पनि विदेश भ्रमण गए, कुनै योजना बनाउनको लागि जाने होइन, कुनै एउटा बिजनेस डिल गर्न जाने होइन। जति पनि भ्रमण जान्छ, जुन एजेन्डा हेर्नुहोस् तपाईँ, जति पनि विदेश भ्रमण जाने बेलाको एजेन्डा हेर्नुहोस् के जाँदाखेरि अनुदानका लागि कुरा गर्न गरी जाने भने, भिख माग्नका लागि जाने भने हाम्रो नेता जहिले पनि। अनि भिख माग्न जान्छन्, नेपालको राष्ट्र नाम बोकेर भिख माग्छन्। भिखले आएको पैसा, नाम त जनताको, नेपाल जनताको नाममा माग्छ, भिख त जनताको नाममा माग्छन्, देशलाई विकास गर्छ भनेर माग्छन्। तर विकास यी विकास आफूले गर्छन्, तिनीहरू आफ्नो कति भएर आएका छन्। त्यही नै तपाईँहरूले खोजे हो त, हो कि होइन? त्यही नै खोजे हो तपाईँहरूले, गणतन्त्रवादीहरूले, तपाईँले यही खोजे हो। त्यो भएको कारणले चाहिँ आफ्नो दिमाग यो होइन खोल्नुहोस्, अरे हेर्नुहोस् होइन, के भइरहेको छ, के हुँदैन, के को हामीले सपोर्ट गर्नुपर्छ भन्ने कुरामा चाहिँ विचार गर्नुहोस्। यदि तपाईँ सच्चा नेपाली हुनुहुन्छ भने, ट्रु नेपाली हुनुहुन्छ भने, राष्ट्रभक्त हुनुहुन्छ भने चाहिँ यो विषय याद गर्नुहोस्, यो चाहिँ विचार गर्नुहोस्, मनन गर्नुहोस् कि राजा छन् त नेपाल छ, राजा भन्दा नेपाल केही छैन, बुझ्नु भएन? त्यही भएर राज संस्था नै नेपालमा जरुरी छ, हाम्रो इज्जत, हाम्रो धरोहर बचाउनको लागि। र अर्को कुरा साथै म के पनि जोड्न चाहन्छु भन्दाखेरि, राजा हुन साथसाथै अर्को कुरा हामीले गुमाएको के हो भन्दाखेरि, नेपाल भनेको हिन्दू राष्ट्र, हिन्दू भनेको विश्वको सबैभन्दा पुरानो धर्म। तर आज के छ? एउटा हिन्दू विश्वको सबैभन्दा पुरानो धर्म, त्यसको एउटा पनि देश छैन विश्वभरिमै जुन यो हिन्दू राष्ट्र भनेर चाहिँ चिन्ने, जुन थियो नेपाल पहिला चाहिँ हिन्दू राष्ट्र भनेर चिन्ने थियो, त्यो पनि हामीले राष्ट्र धारेको छ, त्यो पनि हामीले हटायौँ। तर यो गर्नु हुँदैन, त्यो अर्को हाम्रो दोस्रो सबै ठुलो गल्ती छ। त्यही भएर राज संस्थाको पुनर्स्थापन गर्न साथसाथै तुरन्तै हामीले चाहिँ नेपाल हिन्दू राष्ट्र हो, हिन्दू राष्ट्र थियो र हिन्दू राष्ट्र नै हो भनेर चाहिँ हामीले यसलाई पुनर्स्थापना गर्न जरुरी छ। किनकि एउटा धर्म र संस्कृतिलाई हामीले जोगाउन जरुरी छ। अर्को कुरा के छ भन्दाखेरि, हिन्दू राष्ट्र हुनु बित्तिकै के छ भने अरू धर्म मान्नेहरूलाई चाहिँ हिंसा हुन्छ, अरूलाई भेदभाव हुन्छ भन्ने जरुरी छ। नेपाल पहिलादेखि नै हिन्दू राष्ट्र हुने बेलादेखि नै विभिन्न जात धर्मका मान्छेहरू यसमा बसोबास गरिराखेका छन्। यहाँ तक होइन कि हाम्रो पृथ्वीनारायण शाहले नै होइन हाम्रो मुसलमान भाइहरू छन्, मुसलमान साथीहरू छन्, उहाँहरूलाई चाहिँ नेपाल आउनको लागि, बसोबास गर्नको लागि नियुक्त आउनुभएको र उहाँ पहिले त्यो बेलादेखि हाम्रो यहाँ हामीसँग हातमालो, हामीसँग सँगै एउटा भाइचारा होइन भएर बसिराख्नु भएको छ। नेपालमा कहिले पनि
हिन्दू धर्म मुसलमान र धर्मको विषयमा कहिले पनि राजनीति भएको छैन हो किन त्यो भएकाले यसमा कुनै पनि भेदभाव कहिले पनि भएन त्यो भएको कारणले चाहिँ हिन्दू राष्ट्र हुने बित्तिकै अरूलाई के गरे अरू धर्मलाई खतरा अरू धर्मलाई भेदभाव हुन्छ भने यो व्यात कुरा हो ओके त्यो भएर चाहिँ नेपालको जुन संस्कृति छ नेपालको जुन यहाँको हाम्रो आइडेन्टिटी छ नेपालको पहिचान छ त्यो हो भनेको नेपाल एउटा नेपालिसको राष्ट्र सिङ्गो राष्ट्र जुन राष्ट्रलाई कहिले पनि कुनै पनि अरू विदेशी राष्ट्रहरूले चाहिँ अतिक्रमण गर्न नसकेको राष्ट्र हैन जसलाई कोलोनाइज गर्न नसकेको राष्ट्र नगरेको राष्ट्र एउटा एकमात्र हिन्दू राष्ट्र बुद्ध जन्मेको देश हैन भनेर चाहिँ पहिचानमा आइरहेको देश छ यो हाम्रो तो के अरे जुन चाहिँ पहिचान चाहिँ हामीले चाहिँ फेरि पुनः स्थापना गर्न जरुरी छ सो द्याट्स इज भेरी भेरी इम्पोर्टेन्ट र अर्को कुरामा के जोड्न चाहन्छु भन्दाखेरि त्यति बेला जुन माओवादीहरूले गरेका आन्दोलनमा के कुरा गर्ने गर्थे भने अब राज संस्थाहरूलाई हटाउने विषयमा कुरा गर्थे पहिलो त के थियो भने अब जुन माओवादीले गरेको आन्दोलनमा चाहिँ उनीहरूको राजनीतिक मात्रै उनीहरूको कुराकानी थियो राज संस्थाको बारेमा केही पनि त्यति बेला हुने त्यो आन्दोलनमा थिएन होइन त्यसमा चाहिँ कुरा नै थिएन तर अब पछि आएर चाहिँ उनीहरू जब सरकारले अब माओवादीसँग भनौँ न नजिकै हुन थालिसकेपछि कुराकानी मिल्न लागिसकेपछि अनि त्यसपछि माओवादीले चाहिँ फटा होइन के अरे राज संस्थाको कुरा निकाल्न थाले र त्यति बेला के भन्थ्यो भन्दाखेरि अब राज संस्था हटाउने प्रक्रियामा होइन अब विभिन्न आरोप लगाउने कुरामा चाहिँ अब के आरोप लगाएको थियो भन्दाखेरि राज संस्थाको उनको बजेट खर्च राज संस्थालाई पाल्ने खर्च राजालाई पाल्ने खर्च वर्षमा 70 करोड खर्च हुँदो रहेछ यति धेरै पैसा खर्च हुन्छ राज संस्थाले एउटा राज संस्थाको राज परिवारलाई पाल्नको लागि यो पैसा हामीले बचाउन पर्छ राज संस्था हटाउन पर्छ भन्ने नेताले फुके हो क्या 70 करोड देखाएर नेपालको जनताले हो 70 करोड खर्च हुँदो रहेछ नेपालको राजालाई एक वर्षमा खर्च गर्नको लागि भनेर गरे त्यस राज संस्था हटाए हो किन दुनियाँ दिवाना आरोप लगाएर थालिए विभिन्न किसिमका कुराहरू गरेर जनताको दिमाग फुटिदिए जनताले हो क्या भनेर भन्ने लाग्यो हामी जनता भेडौँ हामीले पनि गरेका गल्ती हौ होइन नेताको कुरा मानेर होइन नबुझिकन हामीले पनि लागि पर्यो म दोषी तपाईँहरू पनि दोषी हो सबै नेपाली दोषी हो त्यसको लागि त्यो भने अब 70 करोडको देखाएर हामीले चाहिँ राजा खर्च भने गरे त्यसपछि के भयो 600 जना सांसद आए 600 जना सांसदको खर्च वर्षको खर्च 1 जना सांसदको मानव 1 करोड खर्च त्यो त कम्ती हो 600 जनाको 600 आजको दिनमा 600 जनाको 600 करोड खर्च छ 600 सांसदलाई पाल्ने खर्च नेपालले 600 करोड वर्षको खोलामा बनाउँछ अब तपाईँ विचार गर्नुहोस् यता 70 करोड यता 600 करोड कुन चाहिँ धेरै भयो त राजालाई हटाएर 670 करोड हामीले बचाउने भनेकोमा चाहिँ झन् आइ लाग्यो 600 करोड 600 करोड त उनको सामान्य खर्च मात्रै भनेको छ त्यसबाहेक अरू थाहा छ अरू डाटा हरेक नेता मन्त्रीदेखि हरेक सांसदहरूको परिवारको मेडिकल खर्च परिवारलाई उपचार भनेर विदेश पठाएर लिएर जान्छन् अनि राष्ट्रको ढुकुटीबाट आफ्नो सम्पूर्ण मेडिकल खर्च चाहिँ राष्ट्रको ढुकुटीबाट तिरिया छन् त्यसको थप कति हो किन त्यहाँ छ खर्चहरू भइसकेपछि के भयो त अनि नेपाल हुन्छ विकास सम्पत्ति नेपालको धन सम्पत्ति आउने नेपालले आउने जति पनि इन्कम जति पनि ट्याक्सबाट सङ्कलन गर्ने पैसा जति पनि छ त्यो के गर्छ सबै नेता कति 600 जना सांसदलाई पाल्ने मन्त्रीहरूको चाहिँ अब आफ्नो उनीहरूको खर्च मन्त्रीको विदेश भ्रमण होइन मन्त्रीको सालो मन्त्रीको जेठान मन्त्रीको ज्वाइँ मन्त्रीको ससुराली बिरामी परेको त विदेशमा उपचार उनीहरूको सम्पूर्ण उपचार खर्च त्यही राष्ट्रको सम्पत्तिबाट अनि नेपाली जनता खाऊ यही नै हो हामीले निम्ताएको हो किन यही नै हामीले खोजेको खाऊ अनि हुन्छ देश विकास त्यही भएर चाहिँ नेपालमा केही हुनेवाला छैन जबसम्म यी भडुवा नेताहरूलाई चाहिँ यहाँबाट हटाइँदैन होइन तबसम्म नेपालमा केही हुनेवाला छैन ओके अर्को कुरा त्यो के अरे यो गणतन्त्रवादीहरू तपाईँहरूले भन्ने गर्छ होइन हो के गरे नेताहरूले बिगारे नेपालले गल्ती गरे तर नेपाल नेताहरूलाई चाहिँ सुधार्न पर्छ नेपाल नेताहरूलाई चाहिँ यिनीहरूलाई राम्रो ठिक पालन गर्न पर्छ तर काम गर्न सक्नुपर्छ तर राज संस्था लिएर आउन हुँदैन यी नेताहरूलाई चाहिँ हामीले चाहिँ के गरे उनीहरूलाई चाहिँ पोलिटिक्स सिस्टम राम्रो गर्नुपर्छ इम्प्रुभ गर्नुपर्छ भन्ने विषयमा पनि अलिकति हुने खाले अलिक पढे लेखेको जस्तो मान्छेहरू हुन्छ नि गणतन्त्रवादीहरू पनि अलिकति पढेको जानेसुने भएका मान्छेहरू यस्तो किसिमका सोसल मिडियामा चाहिँ कमेन्टहरू हाल्ने गरिरहेको हुन्छन् भाषण दिइराखेको कुरा हुन्छन् अरे अब तपाईँहरूलाई सोध्नुहोस् गएको 50 वर्षदेखि नेपालमा त्यही पार्टी छन्
त्यही कांग्रेस त्यही एमाले त्यही हैन त्यही मान्छेहरु छन् र त्यही नै मान्छेहरु प्रधानमन्त्री भइरहेका छन् त्यही मान्छेहरु कुर्सीमा बसिरहेका छन् 7औं पटक 8औं पटक 9औं पटक त्यही नै प्रधानमन्त्री भइरहेका छन् तिमीहरु त्यही नेतालाई हटाउन सकेका छैनौ 50 वर्षदेखि त्यही नै बसिरहेका छन् के हेरा चाहिँ यति वर्षसम्म चाहिँ अहिले त्यो हालकै गरेर अब राष्ट्रसभा आउने बेलामा अब राष्ट्रसभा आउने हुन्छ राजाको भाषण आइसकेपछि राष्ट्रसभाको अब चर्किने बेलामा चाहिँ भन्छ अहिले आएर भन्छ भने नेताहरूलाई चाहिँ सुधार्न पर्छ राष्ट्रसभा लिएर आउनु हुँदैन नेपाललाई नेताहरूलाई सुधारेर चाहिँ नेपाल राष्ट्र बनाउनु पर्छ भनेर हुन्छ यत्रो वर्षसम्म नभएको कुरा तिमीले गर्न नसकेको कुरा हो कि हैन सुधार्ने भन्दा एउटा सुन्नु न एउटा सामान्य अफिसमा पनि एउटा कर्मचारीले काम गरेन भन्ने चाहिँ हामीले एकपल्ट उहाँले दुईपल्ट उहाँले दिन्छ त्यसपछि कर्मचारी निकालिदिन्छ नि अर्को मान्छे हायर गर्छ नि नेपालमा किन हुँदैन त्यही प्रधानमन्त्री बनिरहेको त्यो एकपल्ट प्रधानमन्त्री बनिसक्यो काम गर्न सकेन देखियो नि त्यसको क्षमता रहेनछ काम गर्ने भनेर देशमा विकास गर्ने क्षमता रहेनछ भने फेरि त्यसैलाई भोट हालेर किन फेरि प्रधानमन्त्री बनाउँछौँ त यति कुरा त बुझ्नु पर्यो नि त घरिघरि त्यही नै प्रधानमन्त्री छ त्यही नै त्यही पार्टीको त्यही नै मान्छे छन् चेयरम्यान पोस्टमा त्यही नै प्रधानमन्त्रीको लागि त्यही नै लडिरहेको त्यही आइरहेको हुन्छ 5 पटक 6 पटक प्रधानमन्त्री बनेछ गर्नेवाला त केही पनि होइन फेरि देन के छ त्यसो भएको कारणले अब चाहिँ कम्प्लिट वाश आउट यो सबै राष्ट्र आइसकेपछि सबै वाश आउट न्यू पोलिटिकल सिस्टम नेपालमा कस्तो राजनीति हुनुपर्छ र नेपालको पोलिटिकल सिस्टम कस्तो हुनुपर्छ भन्ने विषयमा पनि म एउटा छुट्टै डेडिकेटेड भिडियो लिएर आउने छु त्यसमा म त्यो भिडियोको बेसिकली चर्चा गर्छु नेक्स्ट भिडियोमा गर्नेछु आज चाहिँ खाली यस राज संस्थाको बारेमा कुरा हो र साथीहरु यो नै मुख्य मुख्य कुराहरु हुन् हैन जसले गर्दा नेपालमा चाहिँ राज संस्था आउन नै पर्छ जसमा नेपालमा रोयल मोनार्की सिस्टम हुन नै पर्छ डेमोक्रेटिक है फेरि डेमोक्रेसी किनकि मोनार्की डेमोक्रेसी हुन्छ नि अलराइट जसको उदाहरण छ क्यानाडा जसको उदाहरण छ UAE जसको साउदी अरेबिया छ we have a royal, they have a royal family there, they have a royal it's a royal country, monarchism is there, but still there's a democracy. Why not? It can go hand in hand. Okay na? So त्यो हो साथीहरु सो यही नै मलाई भन्न लाग्यो मन लागेका कुराहरु हुन् एन्ड हजुरको विचार के कस्तो छ हजुरलाई कस्तो लाग्यो हैन सो what do you think about coming back what do you think about this video or what my perception please. If you have anything to write down, please write down in the comment. Thank you very much for watching my video and I will see you in the next topic. Until then, take care, have a good day. Bye-bye.